एभ्रिवान म चाहिँ अहिले उठिसकेको छु र ब्याकग्राउन्ड म्युजिक सुन्दै हुनुहुन्छ होला। यो मेरो खिड्की बाहिरनिर चाहिँ यति धेरै चराहरू बर्ड्सहरू आएर चाहिँ मर्निङ 5 बजीदेखि चाहिँ यिनीहरूको हल्ला यसरी स्टार्ट हुन्छ। अन्त सुत्नु पनि दिँदैन राम्ररी चराहरूले। म देखाउँछु है त। द्याट्स इट। चराहरूले गर्दाखेरि चाहिँ मेरो गुड मर्निङ आराम हुन्छ। अहिले चाहिँ भाग्यो सबैजना म यहाँ आएर बोलेको देख्दाखेरि चाहिँ फेरि फेरि आयो गयो माथि रोक्नु। अब म उठेँ उनीहरू पनि गयो। मलाई उठाउनु नै आएको जस्तै। म चाहिँ अब दिदीको रुममा जाँदैछु। दिदी उठ्यो कि उठेन भनेदेखि गुड मर्निङ। चराले कस्तो उठाएर हेर्न सुनि चरा कराएको यस्तो बेसी चराले मलाई चाहिँ खिड्की बाहिर इरिटेट लगायो कि कुरुङ 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 गर्छ हो। गाइस म चाहिँ आज छुट्टी हो त्यसले गर्दा फाइदा हुन्छ हैन। अनि यस्तो मजाले सुत्छु म 7:30 मा उठ्दैछु। मेरो दिदीको चाहिँ 2टा फोन छ। अन्त पालै ठुलो चलाउँछ कि वाइफाई अन राख्दो रहेछ। हटस्पट अन राख्दो रहेछ। मेरो चाहिँ वाइफाई अन हुन्छ। राति जहिले खनिक हुँदो रहेछ र बिहान उठ्दा चार्ज चाहिँ 0। गुड मर्निङ। अहिले जाउँ बाहिर चरा हेर्नु जाउँ न। चराले मलाई कस्तो इरिटेट गरेको छ कि आज। चरा भाग्यो हेर्न। जब म उठेँ चरा भाग्यो। कता भाग्यो कहाँ भाग्यो। यहीँनिर आएर चाहिँ खेल्छ। यहीँनिर उनीहरूको कम्पाउन्ड चाहिँ यहीँ उमाथि कस्तो इरिटेट गर्छ मलाई। उमाथि छतबाट कराएको कतिवटालाई पनि खेदेर सक्नु। बिहान 5 बजी उठेर चाहिँ मैले छिछुस गरेर चाहिँ खेदाएको। र अहिले चाहिँ फाइनली मर्निङको 8 बज्यो। अन्त म चाहिँ अब उठिसकेँ। आज सन्डे हो। हिजो पनि म कलेज गइनँ। अन्त मैले लुगाहरू चाहिँ हिजै धिसाएको छु हो। अन्त आजनिर चाहिँ मन्दिरमा पूजा छ। आज रामनवमी हो। अन्त मन्दिरमा पूजा छ। अन्त म र मम्मी चाहिँ मन्दिर जान्छौँ हो। अन्त देखाउँछु ल तपाईँहरूलाई के हुन्छ त्यहाँनिर। अन्त अब म सुतेको बेड मिलाउँछु हो। मैले चाहिँ बेड मिलाइसकेको छु। यो चाहिँ मेरो रुम हो। मेरो रुम मेरो कृष्णजी। अब चाहिँ घरको आधी कामहरू सक्यो। आधी होइन पुरै कामहरू सक्यो। अन्त अब चाहिँ मन्दिर जानुपर्छ। अन्त मन्दिर जानुको लागि चाहिँ नुहाइधुवाइ गरेर फ्रेस भएर सफा लुगा लाउनुपर्छ नि त। चोखो लुगा हो। देन म नुहाएर आउँछु। देन भेटौँ ल। र म चाहिँ फाइनली नुहाएर आइसकिसकेँ। अब चाहिँ म रेडी हुन्छु। अन्त रेडी भएर मन्दिर जानुपर्छ। मन्दिर जानुको लागि चाहिँ मैले लुगा अलरेडी निकालिसकेको छु। म चाहिँ यो लुगा लाउँछु। यो कुर्ता हो। यो चुन्नी हो। म यो लाउँछु। अन्त देखाउँछु कस्तो हुन्छ मलाई कस्तो देख्छ भनेर। मैले चाहिँ लुगा लगाइसकेँ र मलाई चाहिँ यस्तो देखेको छ मेरो लुक्स। र म चाहिँ अब अलिकति मेकअप गर्नु पर्यो भनेर मम्मी चाहिँ रेडी भइसक्यो भएछ। अलिकति चाहिँ अनुहारमा लगाउँछु। अन्त ल बेसी आयो। मम्मी लाउनु हुने कुकुर। अन्त अलिकति लिपस्टिक लाउनु पर्यो भनेको।
म पर्फेक्ट भएछु लिपस्टिक लगाउनुमा ऐना नहेरी मैले फोनको क्यामेराबाट लगाएँ। अन्त मेन थिङ चाहिँ मलाई सबैभन्दा मेरो फेभरेट भनेको चाहिँ टिका हो र मलाई चाहिँ कुर्ता सुरुवाल लगाएपछि टिका लगाउनु चाहिँ पुरा बेसी मनपर्छ। यो चाहिँ मेरो टिका। त्यहाँदेखि म चाहिँ रेडी भइसकेँ। अन्त मेरो मम्मीलाई र मलाई त्यस्तो देखेको छ है मम्मी। हेलो भनिदिनु मम्मी। हेलो गाइस। हाम्रो लुक्स चाहिँ यस्तो छ। मैले चाहिँ यो लाइट ब्लू कलर लगाएको छु, मम्मीले चाहिँ येल्लो लगाउनु भएको छ यहाँनिर। अन्त मेरो दिदी चाहिँ जाँदैन अरे मन्दिर, किनभने उसको चाहिँ केही घरमा काम छ अरे सायद। सो डोन्ट मेस माई रुम ल। कतै जान्छस् भने हामी चाहिँ घरबाट निस्किसक्यौँ मन्दिरको लागि। मेरो कपाल चाहिँ त्यस्तो मजाले सुकाउनु पाएन नि त। त्यहाँनिर मम्मीले अत्तालाको उतालेकै गर्नुभयो के पस्यो आँखामा हो। त्यही पछाडिको चाहिँ मेरो घर हो। मम्मी अब हामीलाई चाहिँ यहाँदेखि मन्दिर पुग्नु कति मिनट जस्तो लाग्छ होला। यहाँदेखि मन्दिर पुग्नु 20 मिनट जस्तो लाग्छ होला हिँडेर हो। त्यहाँ पुगेपछि देखाउँछु। आज रामनवमी हो नि त त्यहाँनिर। अन्त के हुँदैछ, पूजाहरू हुँदैछ अभियसली होइन, तर कस्तो खालको हुँदैछ त्यो म देखाउँछु नि तपाईँहरूलाई। भिडियोको एन्डसम्म बनिराख्नुहोस् हो। अब चाहिँ पूजाहरू पनि सकिसकेको छ, घर जानुपर्छ अब चाहिँ। हामी चाहिँ अब घर गएको। अघि आउँदाखेरि चाहिँ मम्मीसँग आएको, अब चाहिँ बाबासँग जाँदैछौँ। मेरो बाबा चाहिँ यहाँ हुनुहुन्छ। म र बाबा चाहिँ सेम छौँ भन्छ है बाबा। अब हामी घर जाँदैछौँ मन्दिरबाट। मैले भने नि अघि रामनवमी थियो भनेर। अन्त आएकोहरू भिडियोहरू पनि बनायो। आउँदा मम्मीसँग, जाँदा बाबासँग। आज रामनवमीको दिन चाहिँ खतरा पानी पर्छ अरे नि त है बाबा। अन्त ठुलो पानी पऱ्यो यहाँनिर चाहिँ, असिना पनि पर्यो। र म चाहिँ फाइनली घर आइपुगिसकेको छु। अन्त दिस इज हाउ आई स्पेन्ड माई सन्डे होइन। अन्त इफ यु गाइज आर स्टिल वाचिङ माई भिडियो देन थ्याङ्क यू सो मच होइन। इफ मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् होला होइन। अन्त सी यु इन नेक्स्ट भिडियो। थ्याङ्क यू सो मच। बाई बाई।